यो राजावादी आन्दोलन होइन, यो देशभक्तिको आन्दोलन हो। कांग्रेस संवैधानिक राष्ट्र संघको पक्षमा आउँदैन भने कांग्रेसको रिलेभेन्सी यो देशबाट सिद्धिन्छ। यही प्रचण्डलाई साह्रै कठोर कुरा भएन र लोकेश? कठोर होइन, यथार्थ हो। यही प्रचण्डलाई नेता मानेर पनि संसदमा लार्जेस्ट पार्टी हुनुहुन्छ, कहिले 32 सिटलाई चाहिँ प्रधानमन्त्री बनाउनुहुन्छ, कहिले भाइ कांग्रेस एमालेलाई प्रधानमन्त्री बनाउनुहुन्छ, आफू शाखाको नेतृत्व पनि गर्न सक्नुहुन्न। अनि चाहिँ 10 वर्षमा सबभन्दा जनयुद्ध सुरु कांग्रेसका कार्यकर्ताकै टाउको काटेर माओवादीको जनयुद्ध सुरु गरे हो र त्यही प्रचण्डलाई नेता मानेर गणतन्त्रको फेरि गणतन्त्र जोगाउन नाममा कांग्रेसले प्रचण्डलाई नेता मानेर गणतान्त्रिक मोर्चामा जान्छ भने त कांग्रेसको रिलेभेन्सी त्यसै दिन सिद्धियो। हेर्नुहोस्, तपाईँ नेपाली कांग्रेसको एकजना यस्तो सदस्य जसले नेपालमा कुनै न कुनै भूमिकामा राज संस्था रहनु पर्दछ भन्ने मान्यता राख्नुहुन्छ। 62-63 आन्दोलनमा पनि अग्रमोर्चामै छु हैन। महाराज ज्ञानेन्द्रको शासनकालमा पनि पटक पटक गरी 6 महिना जति थुनामै परेको छु। थुनामा पनि परेको छु। एकचोटि लगातार माघ 19 को घटनापछि त सडकमै आन्दोलनको नेतृत्वै गरेर निरङ्कुश तन्त्रको विरोध, निरङ्कुश तन्त्र हामीले त्यो आन्दोलन त राजाको निरङ्कुशताको लागि मात्रै थियो नि, राजतन्त्रको अन्त्य थिएन कि निरङ्कुश तन्त्रको लागि भएको थियो। यो स्पष्ट कुरा थियो होइन? स्पष्ट कुरा हो। कहीँ पनि चाहे त्यो 12 बुँदे होस्, बन्द कोठामा अँध्यारोमा कसले के सहमति गरेको छ त्यसको अर्थ हुँदैन। 12 बुँदेमा कहीँ राजा फाल्ने कुरो छैन। नेपाली कांग्रेसका 2 जना महामन्त्रीले 15 गते निकालेको 15 गतेको घटनालाई लिएर साँझ 15 गतेको निकालेको विज्ञप्तिमा पनि त्यो कुरालाई के स्वीकारिया छ भनेदेखि 2062-63 को आन्दोलन संसद पुनर्बहालीको लागि मात्रै थियो, गणतन्त्र स्थापना गर्ने थिएन। त्यही पुनर्बहाली भएको संसदको आन्दोलनको मुखमाग महाराज धिराजसँग संसद पुनर्बहालीको थियो। महाराज धिराजको हुकुमबाट संसद पुनर्बहाली भएपछि वैशाख 11 गते आन्दोलन सहमतिमा टुङ्गियो। अरू अन्तर्यमा के बुझे भन्छ त्यो मलाई थाहा छैन। वैशाख 11 गते 7 राजनीतिक दलले बनाएर जे डकुमेन्ट दिएको महाराजले त्यही पढ्यो, शाही घोषणा। र त्यही पुनर्स्थापित संसदले हालाकि भने संसदको 5 वर्षको अवधि सिद्धिसकेको थियो। 64 मा चुनाव भइसकेपछि 65, 66, 67, 68, 69 मा त चुनाव हुनु पर्थ्यो। भनेपछि संसद चाहिँ 63 मा गएर चाहिँ 8 वर्ष लगभगमा गएर पुनर्स्थापित त अर्को संसद गठन भएको त्यसको आधा अवधि सिद्धिसकेको अवस्था हुन्थ्यो। भने दबावमा संसद त पुनर्बहाली भयो। त्यो पुनर्बहाली भएको संसदको जेठ 4 गतिको घोषणाले पनि त राजपरिवारका सदस्यले पनि अब कर तिर्नुपर्छ, राजाको ज्येष्ठ छोरी जन्मियो भने ऊ पनि राजगद्दीसम्म उत्तराधिकारी हुन पाउने समानता, त्यो भनिसकेपछि त के 62-63 को जनआन्दोलन राजा फाले भन्न मिल्यो र? अनि महाराजबाट शपथ खाने मन्त्री र प्रधानमन्त्रीले, अनि महाराजबाट शपथ खाएको त्यो मन्त्री परिषदले अनि राज संस्था फाल्ने उद्योग गर्ने, त्यो भन्दा धोखा षड्यन्त्र त अरू केही हुन सक्दैन। त्यो धोखा र षड्यन्त्रमा टेकेर अगाडि बढेको राजनीतिले दिने नतिजा आजको यही हो। नेपालको राजनीतिको सन्दर्भमा गणेशमान सिंहले हिँडेको बाटो, कृष्णप्रसाद भट्टराई जस्तो महान नेताले हिँडेको बाटो, जो अन्तिम 2 जना संस्थापक नेता हुनुहुन्थ्यो, त्यसरी बीपी कोइरालाको विचार, हाम्रो फाउन्डिङ प्रिन्सिपल 2003 सालमा कांग्रेस किन स्थापना भयो, त्यसैले नेपाली राजनीतिका सन्दर्भमा बीपी कोइरालाले 2033 सालमा राख्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीति नै यो देशको लागि एउटा मार्गदर्शन थियो। कांग्रेसले आफ्ना फाउन्डिङ प्रिन्सिपल पनि छोड्यो र आफ्ना चाहिँ विचार छोडे। आफ्ना फाउन्डिङ नेताहरू कृष्णप्रसाद भट्टराईले कांग्रेस किन जिउँदै छोडे, तर किशुनजीले नेपाली कांग्रेसको महासमितिबाट जब गणतन्त्रमा कांग्रेस जाने निर्णय गर्यो, उहाँले आफैले स्थापना गरेको पार्टी भारी मन लिएर दुखित हुँदै आँसु झार्दै कांग्रेस छोड्नु भयो। भने त्यही आँसुले पोल्दैछ। त्यसैको अब क्लाइमेक्समा बिस्तारै संविधान जारी, हामीले संविधान सभाले संविधान त बनायो भन्छौँ नि, संविधान नेपाली जनताले हो म मान्छु, मैले पनि भोट हालेँ, तर त्यो नेपाली जनताले गठन गरेको संविधान सभाले नेपाली जनताको भावनाको प्रतिबिम्ब गरेन। एकातर्फ त त्यो प्रक्रिया नै गलत थियो। हामीले 2047 सालको संविधानलाई खारेज गर्यौँ, के आधारमा खारेज गर्यौँ? 2047 सालको संविधान खारेज गर्ने त कहीँ थिएन। अब त्यो संविधानमै टेकेर अगाडि जानु पर्थ्यो। त्यो 2047 संविधान त कमसे कम पनि नयाँ शक्ति, पुराना शक्ति र कांग्रेस कम्युनिस्ट सबैको साझा सहमतिको दस्तावेज थियो भने 62-63 को आन्दोलन पछि जुन षड्यन्त्रको तहमा राजनीति अगाडि बढेर अन्तरिम संसद गठन गर्यो, एउटा पिउन भर्ना गर्नका लागि त तपाईलाई नेपाली नागरिकता लिन्छ, दरखास्त लिन्छ, अनेक प्रक्रिया गरिन्छ भने 81 जना माओवादीको सांसद एउटा प्रचण्डले एउटा चिरकेटोमा लेखेर दिएको अन्तरिम संविधानमै नाम उल्लेख हुने गरी त्यो 47 सालको संविधानलाई अनायास अवैधानिक तरिकाले च्यातेर अन्तरिम संविधान निर्माण गरेर जुन ढङ्गले राजनीति अगाडि बढ्यो त्यो धोखाधडीको राजनीतिको परिणाम थियो। ठिक छ, शान्ति प्रक्रियामा जानु थियो। नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइराला तत्कालीन मेरो पार्टीको सभापतिलाई शान्ति प्रक्रियाको लागि नेतृत्व गर्न अधिकार दिएको हो। माओवादीको दिनदिनै हिंसा थियो, हत्या थियो, त्यसबाट मुक्त जनताले खोजेका थिए, तर औँलो दिए हुन्थ्यो, डिउलो दिने काम भयो हैन। र त्यस पछाडि राष्ट्रपति बन्ने सपनाले पनि त्यहाँ काम गरे होला।
यी विभिन्न कारणले गर्दाखेरि नेपाली जनता राष्ट्र संस्था फाल्ने पक्षमा थिएनन्, नेपाली जनता धर्मनिरपेक्षताको पक्षमा थिएनन्। यो मिश्रित निर्वाचन प्रणालीदेखि लिएर यो सङ्घीयता गणतन्त्र यी सबैको विषयमा नेपाली जनतालाई नसोधिकन हठात ढङ्गले बलजफ्ती त्यो संविधान सभाबाट संविधान बनाउने बेलामा उहाँहरूले आफैले बनाएको विनियम पनि हरेक संविधानको हरेक धारा छुट्टा छुट्टै पास गर्नुपर्छ। एउटा राजा किन चाहिन्छ भने देश बचाउनको लागि राजा चाहियो, एउटा राष्ट्रवादी शक्ति, एउटा फोर्स, एउटा गार्जियन। अहिले त अराजकता भयो, स्वेच्छाचारिता भयो, प्रजातन्त्रको नाममा प्रजातन्त्र फेरि लोकतन्त्रको आवरण फेरि लोकतन्त्र भनिन्छ होइन। अहिले त प्रजातन्त्र भनियो भने सुरक्षित प्रतिगामी हुन्छ, लोकतन्त्र भन्नुपर्छ होइन। अहिले त भनेपछि हामी सारमा छैनौँ, हामी के छौँ शब्दमा, जनतामा भुल भयो, जनतालाई ठग्ने काम भएको छ, त्यति भएको छ। मैले काहीँ पनि पूर्व भन्ने गरेको छैन। शेखर कोइरालाले पनि करिब करिब त्यस्तै शेखर कोइराला त धेरै पछि भन्नुभयो। मैले निकै म लेख्दाखेरि पनि म बोल्दाखेरि पनि फेरि संविधानको कागजमा राजा नभए तापनि आम नेपालीको जनजन्म त राज संस्थाप्रति सम्मान रहेछ, त्यो त देखिएको छ, प्रकट रूपमै आएको छ जनताका उपस्थितिहरू। अनि आन्दोलन सुरु हुनु पाएको छैन, अनि तपाईँ गोली वर्षाउने, पहिला त टियर ग्यास हानिन्छ, पानीको फोहोरा हानिन्थ्यो। हामी पनि आन्दोलनमा पटकपटक पञ्चायत व्यवस्थाको विरुद्धमा आन्दोलनमा चाहिँ मोर्चामा अगाडि छौँ। आश्विनको चाहिँ मकरतन्त्रको विरुद्ध आन्दोलनमा पनि त्यतिकै छौँ, धेरैचोटि अग्र मोर्चामा छौँ। त्यसै माघ 19 को कदमका विरुद्धमा आन्दोलनमा छौँ भने हिंसा त त्यस बेला पनि भएको। आँखाबाट मन कुण्ठित हुन्थ्यो, सरकारको गाडी नै देख्नुहुँदो, नेभीसँग अखिलका सबै कार्य गाडी जलाउँथे, ड्राइभरलाई निकालेर हाकिमलाई बाहिर निकालेर गुडिरहेको गाडीलाई चाहिँ जलाउने काम त्यस बेला पनि हुन्थ्यो।